हेलो एन्ड नमस्ते। ओके, सो यहाँहरूलाई फेरि पनि स्वागत छ अर्को हप्ताको नयाँ एपिसोडमा मनका कुरा म चेतन। सो आजसम्मको एपिसोडहरूलाई तपाईँहरूले हेरेर साथ र सहयोग दिनुभएको छ, त्यसको लागि धेरै 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 धन्यवाद। र अझ पुरानो भाषामा भन्ने हो भने त मुरी मुरी धन्यवाद। एनिवे, सो आई होप कि सबैको दिन एकदमै राम्रो, खुसीका साथ, सुखमय तरिकाले बितिरहेको होला। अनि अब जीवनमा जे जस्ता समस्याहरू आइपरे पनि मान्छे लड्नै पर्छ, प्रगतिको लागि अगाडि बढ्नै पर्छ र केही मेहनत गर्नै पर्छ। सबैले गरिरहेको छ। यसैको बिचमा पनि तपाईँको यो एकदमै व्यस्त समयको बावजुद मेरो यो एपिसोडलाई सुन्न र हेर्नको लागि बस्दिनु भएकोमा धेरै धेरै धन्यवाद छ। किनभने हामी मोस्टली अहिले एकदमै सर्ट कन्टेन्टमा चाहिँ डिपेन्ड परेका छौँ। हामीलाई 5 सेकेन्ड 10 सेकेन्डको कन्टेन्ट हेर्न पनि गाह्रो छ। त्यस बिचमा तपाईँले मेरो यो एपिसोडलाई हेरिदिनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। सो अब यी सबै कुराहरू छोडेर आज के विषयमा कुरा गर्ने त त्यो विषयको बारेमा जानकारी दिन चाहन्छु है त। एनिवे, सो मैले आजको भिडियोमा चाहिँ एउटा नोभलको कुरा गर्न जाँदैछु या उपन्यासको कुरा गर्न जाँदैछु, जो चाहिँ मैले अहिले हाल सुनिरहेको छु। पढ्न चाहिँ मैले किताब मौका मिलेको छैन, मेरो हातमा किताब छैन, तर मोस्टली चाहिँ मैले सुन्ने गरेको छु। अब काम गर्ने बेलामा आफूले काम गरिरहँदाखेरि त्यो कुराहरू सुन्दै मैले काम गरिरहेको हुन्छु। प्रकाश यात्री हुनुहुन्छ, उहाँले लेख्नुभएको सैन भन्ने उपन्यास मैले सुनिरहेको छु। अब यो कहाँबाट सुनिरहेको छु भन्दा बुलबुल कम्युनिकेसनबाट युट्युब च्यानलमा राखिएको यो अच्युत घिमिरेज्यूले वाचन गरेको चाहिँ उपन्यास हो है। वाचन उहाँले गरे हो, लेखेर चाहिँ हाम्रो यो प्रकाश यात्री भन्नेजीले लेख्नु भएको छ। यो राइटरको नाम चाहिँ सायद मैले मिस्टेक पढेँ होला है, प्रकाश समथिङ यात्री यस्तै नै के छ जस्तो लाग्छ है। उहाँले लेख्नु एकदमै राम्रो छ, एकदमै राम्रो छ। त्यो भएर मलाई यसमा चाहिँ बोल्न मन लागेको हो। सो विशेष गरी मलाई कस्तो भयो भने मैले जब यो उपन्यासहरू सुन्दै थिएँ, म त्यो उपन्यास सुन्ने क्रममा म एक्लै हाँस्दै पनि थिएँ, एक्लै गहभरेको थियो। रुनको लागि डाँको छोडेर टिच्याएर भए गरेर रुने कुरो त भएन है। सो गहभरिएको थियो अनि त्यो कथाको पात्रसँगै म हिँडिरहेको थिएँ। अब किन जोडिएको रहेछ, कसरी, किन त्यो पात्रसँग म अझ अलिकति क्लोज भयो भने सबसे पहिला त त्यो द्वन्द्वकालीन स्थितिको बारेमा लेखिएको छ। जति बेला त्यो द्वन्द्वकालीन अवस्थाहरू मैले पनि देखेँ, एकदमै प्रत्यक्ष रूपमा नभए पनि मैले राम्रैसँग त्यसको बारेमा चाहिँ बुझेको अवस्था हो। फर्स्ट त्यो कुरा भयो। सेकेन्ड चाहिँ जुन तरिकाले उसको बाल्यकाल बितेको छ, त्यो सेम त्यस्तै नै किसिमको मेरो बाल्यकाल, पहाडी एरिया, गाउँले जीवन त्यस्तै नै छ। र उसले अब कामको सिलसिलामा अल्टिमेटली जो पात्र छ, त्यो किताबमा पात्र हुनुहुन्छ भनौँ, उहाँ पात्र चाहिँ यो रोजगारको सिलसिलामा चाहिँ विदेशको यात्रामा जानुहुन्छ। र अनि विदेशको यात्रा पनि कस्तो अवस्थामा भने आर्मीबाट रिटायर भइसकेको अवस्थामा चाहिँ उहाँ के गर्नुहुन्छ, वैदेशिक रोजगारको लागि चाहिँ जाने हुनुहुन्छ। र अब वैदेशिक रोजगारको जाने क्रममा जो लेखक हुनुहुन्छ उहाँले म पात्र राखेर लेख्नु भएको छ है। आफैको कुरा होइन कि म पात्र हुनुहुन्छ त्यहाँ। अब लेखकले आफैले म पात्रलाई बनाइसकेपछि एउटा अर्को क्यारेक्टरलाई लिएर म पात्र पनि बनाउन मिल्छ भने उहाँ आफै नै भन्न पनि मिल्यो है। म पात्र राखेर चाहिँ जो मेन क्यारेक्टर हुनुहुन्छ, ऊ न्यारेटर, उहाँले चाहिँ के गर्नुभएको छ, आफ्नो कथा चाहिँ न्यारेट गर्नुभएको छ। अब त्यो यति मिठो र सुमधुर छ। एउटा अलिकति हिट लागेको चाहिँ कस्तो भने एकदमै भित्रैदेखि छोएको चाहिँ उहाँको द्वन्द्वकालीन बेलामा चाहिँ एउटा ठाउँमा चाहिँ भिडन्त हुन्छ। जुन ठाउँमा त्यति भिडन्त होला भनेर सोचेको थिएन, त्यो ठाउँमा भिडन्त हुन्छ। र त्यो भिडन्तको क्रममा चाहिँ त्यो ब्यारेकमा रहने अलमोस्ट सबै आर्मीहरूको चाहिँ देहान्त भएको कुराहरू चाहिँ मिडियामा आउँछ है। अनि त्यो आइसक्दाखेरि चाहिँ के हुन्छ त, त्यसले गर्दाखेरि एउटा आर्मीको फ्यामिलीलाई पनि सबै आफ्नो छोराहरू मऱ्यो हुन्छ। तर अब लकिली त्यहाँबाट भाग्न सफल भएर आफ्नो घर परिवार जाँदाखेरि चाहिँ पछि थाहा हुन्छ कि आफ्नो बुवालाई त्यो आर्मीमा छोरा पठायो भनेर मारिदिएको त्यति बेलाका द्वन्द्वकालीन अवस्थाका मान्छेहरूले है। अब राइभलरी भनौँ या माओइस्ट भनौँ या जे भनौँ, अनि उहाँको त्यो बुवालाई छोराको क्रिया बस्दा नै
मारिदिएको अवस्था, त्यसपछि जब फेरि अब भागेर आफ्नो घरमा फर्किँदै जाँदाखेरि बाटोमा चाहिँ एकजना आफ्नै बाल्यकालको साथी चाहिँ विद्रोही पक्षमा हुन्छ, उसको प्रेमिका र उसको साथी विद्रोही पक्षमा हुन्छ। प्रेमिकाले देखेको हुँदैन तर उसको बाल्यकालको साथीले देखेको हुन्छ। अनि तर पनि उसलाई चाहिँ त्यो ब्रेन वास भएको हुनाले चाहिँ उसले के गर्छ त आफ्नो साथीलाई चिन्छ, तर अब यो मरिसकेको छ भने अरूलाई त मरेको छ भन्ने हुन्छ नि त, तर अब मरिसकेको छ भन्ने भएको हुनाले उसले उल्टो खिल्ली उठाउँछन्। तर पछि चाहिँ अब मान्छे गइसकेपछि थोरै हल्ला हुन्छ अनि उनीहरू खोज्न जान्छन्, एकदमै क्लोज इन्काउन्टर हुन्छ। अनि त्यति बेला अर्को एउटा कहानी एड गरेको हुन्छ कि उसले चाहिँ आफ्नो त्यो एउटा उसलाई त्यो मेन क्यारेक्टरलाई चाहिँ विद्रोही ग्रुपले मार्नको लागि चाहिँ एउटा जङ्गलमा चाहिँ एकदमै गोला बारुद गरिरहेको हुन्छ। त्यति बेला आमा रोइरहेको उसले सुन्छ टाढैबाट, धेरै टाढा त हुँदैन। अब गाउँ हो, पहिला पहिला चाहिँ मान्छेहरूको के थियो, अहिले जस्तो मोटर गाडीहरू एकदम धुवा धुलो आवाजहरूले डिस्टर्ब गर्थेन, अलिकति टाढैसम्म थोरै चिच्याए पनि आवाज सुनिने ठाउँ हुन्थ्यो, त्यस्तो थियो गाउँहरू है। सो त्यही बेलामा चाहिँ आमा रोएको उसले सुन्छ र आमा रोएको बेलामा चाहिँ उसले आफ्नो एउटा फ्ल्यासब्याक मतलब पहिला आमाले भन्नुभएको एउटा कहानी चाहिँ उसले सम्झिन्छ कि उसको दाइ थियो, यदि त्यो दाइ नमरेको भए नबितेको भए सायद त्यो यो संसारमा जन्मिने थिएन, त्यो कुराहरू गर्दै हुनुहुन्थ्यो, आज मर्ने थिएन त्यो छोरा यदि त्यो जन्मिँदै नजन्मिएको भए भन्ने टाइपले त्यस्तो किसिमको उहाँको त्यो बह पोख्दै आमा रोइरहेको उसले चाहिँ सुनिरहेको हुन्छ। अनि त्यस्तो कुराहरू गर्दाखेरि चाहिँ म भित्रै एकदमै यो कस्तो छ भने कुनै पनि मुभीहरू हेर्दा होस् या बुकहरू पढ्दाखेरि होस् म एकदमै के छु इमोसनल छु, म त्यो क्यारेक्टरसँग सँगसँगै बग्छु। मलाई मेरो आफ्नै एउटा कहानी याद आयो। मसँग एउटा मामाको घरमा चाहिँ कस्तो थियो भने इङ्ग्लिसमा लेखिएका कथाहरूलाई त्यो नेपालीमा चाहिँ के भन्छ ट्रान्सलेट गरेर बनाइएको एउटा बुक, कम्बाइन्ड बुक थियो। त्यसमा एउटा धेरै कथाहरू थियो, जस्तो त्यसमध्येको 2-3 कथाहरूमध्ये मलाई याद भएको चाहिँ एउटा चाहिँ त्यो किसानले माछा पाल्दै पाल्दै जान्छ, ठुलो हुन्छ, पछि चाहिँ बाढी के अरे ठुलो त्यो बाढी आएर चाहिँ सबै चिजहरू डुबाइरहेको हुन्छ, तर किसानले एउटा जहाज जस्तो बनाएको हुन्छ, त्यो जहाजलाई चाहिँ त्यो माछाले पछि तानेर लैजान्छ, सेभ गर्छ भन्ने चाहिँ ओभरअल थिम है। तर यसलाई चाहिँ अब यो बाहिरको स्टोरी हो जसमा चाहिँ एउटा मुभी पनि बनाएको छ, जस्तो अलिकति तोडमोड गरेर बनाएको मुभी चाहिँ समथिङ समथिङ अलमाइटी पछिको नेक्स्ट मुभी एउटा सिरिज छ है। एनिवे त्यो मलाई त्यति डिटेलमा चाहिँ थाहा भएन, यक हो कि याक के भन्ने चाहिँ एउटा मुभी चाहिँ छ। त्यस्तै गरी अर्को एउटा कथा थियो, त्यसमा चाहिँ यो बाख्राको पाठीसँग रिलेटेड कहानी थियो। त्यसमा चाहिँ एउटा बच्चाले चाहिँ आफ्नो बच्चा जुन त्यो बाख्राको पाठी हुन्छ, पाठापाठी ती साना अब केटाकेटीहरू भन्ने गर्छ, अझ विशेष गरी पाठापाठीलाई केटाकेटी नै भन्ने गर्छ आज मान्छेको चाहिँ, ती केटाकेटीहरू हुन्छन्, उसँग एकदमै मिल्ने साथीहरू हुन्छ, मिल्नेको हुन्छ, खेलेको हुन्छ उसको होइन। अनि किनभने पहिला त अहिले पो बच्चाहरू मोबाइलमा अड्किएर सबै चिज उनीहरूलाई अरूसँग केही पनि थाहा हुँदैन। हामी सानो छँदाखेरि त वल्लो घर पल्लो घर तल माथि यताउति, अब गाउँमा पहिलो कुरो घर अलिकति गुजुममा भए पनि तल माथि हुन्थ्यो, डाँडा काँडा हुन्थ्यो, तल सबै अलमोस्ट धेरै ठाउँहरूको बारेमा जानकारी हुन्थ्यो, खेल्न जाने घुम्न जाने त्यस्तो ठाउँ हुन्थ्यो अभियसली। सो त्यहाँ त्यस्तै सिचुएसन हुन्छ। त्यसमा चाहिँ त्यो उसको मम्मी बुवाले अथवा आमा बुवाले त्यो बच्चालाई झुट बोलेर त्यो बच्चालाई चाहिँ त्यो बाख्राहरूको बाख्राहरू चाहिँ बेचिदिएको हुन्छ। अनि त्यसको बदला चाहिँ ऊ एकदमै रोइराखेको हुन्छ। अनि यो सिचुएसनले मलाई किन छोएर म रोएको हुन्छु त्यति म एकदमै दिल खोलेर त्यति बेला चिच्याएर रोएको थिएँ। म धेरै नै सानो थिएँ त्यति बेला, किनभने हाम्रो मामाको घरमा चाहिँ बाख्राहरू टन्नै पाल्नुहुन्थ्यो, मलाई मनपर्ने, खेल्नुहुन्थ्यो, खेल्नलाई पनि सजिलो हुने। अनि मेरो घरमा चाहिँ यतापट्टि पाल्नुहुन्थेन। सो म रोएको देखेर त्यसपछि हजुरबुवाले मलाई एउटा के देख्नुभएको थियो, त्यो मेरो लागि ल यो नातिको लागि एउटा बाख्री भनेर मलाई पठाउनु। त्यो बाख्रीको चाहिँ के थियो भने तलपट्टिको च्यापु चाहिँ थोरै पछाडि थियो, माथिको मुखमा अगाडि थियो। म अगाडि लागेँ मात्र हिँड्ने, नभए हिँड्दै नहिँड्ने थियो। मलाई याद छ त्यो बाटोमा हिँड्दाखेरि, किनभने त्यति बेला मम्मी, म, त्यसपछि रिता दिदी भन्ने मेरो सानी आमा, मम्मीको बहिनी, मैले दिदी दिदी भन्ने गर्छु, तर मेरो एकजना सानी आमा हुनुहुन्थ्यो, उहाँहरूसँग म यसरी चाहिँ हिँड्थेँ। अनि यस्तै त्यो स्टोरीहरूले चाहिँ मलाई के गर्छ त भन्दा एकदमै छुन्छ